ल यार है सो लास्ट टाइम हामीले पोटेन्सियोमिटरको बारेमा हामीले क्याल्कुलेसन गरिसक्यौँ होइन पोटेन्सियोमिटरको फङ्सन्सहरू लिएर पोटेन्सियोमिटरको प्रिन्सिपल्सको बारेमा पनि हामीले बात गऱ्यौँ र त्यही पोटेन्सियोमिटरको एप्लिकेसन फर्स्ट एप्लिकेसन आज हामी गर्दैछौँ त्यो के हो कम्पेरिजन अफ इएमएफ अफ टु सेल्स कुनै दुईवटा ब्याट्रीको इएमएफ कम्पेयर गर्नलाई पनि हामी के चलाउँछौँ पोटेन्सियोमिटर चलाउँछौँ इएमएफ भनेको इलेक्ट्रोमोटिभ फोर्स ओके अब यहाँ एउटा सर्किट छ यहाँ पोटेन्सियोमिटर चलाएको छ सो दिस वाट इज योर पोटेन्सियोमिटर ओके यहाँ पोटेन्सियोमिटरमा के छ भन्दाखेरि चाहिँ द फर्स्ट वान इज ब्याट्री दुईटा ब्याट्री युज गरेको छ नेगेटिभ पोजिटिभ दुईटा ब्याट्री छ ओके यहाँ के चलाएको छ की दिस वान इज योर स्विच दिस वान इज योर रियोस्ट्याट र ए र बी छ ए र बीको पोटेन्सियल डिफरेन्स एउटा पर्टिकुलर पोटेन्सियल डिफरेन्स हुन्छ र यो जुन चाहिँ पोइन्ट ए छ यो पोइन्ट ए बाट चाहिँ फेरि के जोडेको छ दुईटा ब्याट्री जोडेको छ यो फर्स्ट ब्याट्री यो सेकेन्ड ब्याट्री र यो फर्स्ट र यो जुन चाहिँ यो दुईटा ब्याट्री छ यो दुईटा ब्याट्रीको इएमएफ चाहिँ हामी के गर्दैछौँ कम्पेयर गर्दैछौँ ओके बाइ युजिङ द प्रिन्सिपल अफ पोटेन्सियोमिटर यो दुईटा ब्याट्रीको चाहिँ हामीले इएमएफ के गर्नु पर्यो कम्पेयर गर्दैछौँ ओके र यो जुन चाहिँ दुईटा ब्याट्री छ त्यसको नेगेटिभ टर्मिनल कहाँ जोडेको छ यसलाई चाहिँ भन्छ टु वे किज ओके यसको काम चाहिँ के हो भन्दाखेरि चाहिँ जब हामी यहाँनिर एक्सपेरिमेन्ट गर्छौँ त्यतिबेला यो ब्याट्रीको इएमएफ निकाल्नु हो भने यु हेभ टु कनेक्ट 1 and 3 ओके यो ब्याट्रीको इएमएफ निकाल्नलाई चाहिँ हामी के गर्नुपर्छ 1 र 3 लाई कनेक्सन गर्नु पर्यो स्विचले त्यहाँबाट यहाँ करेन्ट फ्लो हुन्छ 9 पोइन्ट निकाल्छ एउटा 9 पोइन्ट निकालेर पर्टिकुलर भ्यालु आउँछ फेरि सेकेन्डमा फेरि यो 1 र 3 निकालेर 2 र 3 जोड्छौँ हो 2 र 3 जोड्दाखेरि चाहिँ यो ब्याट्रीले काम गर्छ त्यसको पनि अलग्गै हामी के निकाल्छौँ पोटेन्सियल डिफरेन्स निकाल्छौँ इएमएफ निकाल्छौँ ओके एन्ड फाइनली दुईटालाई के गर्छौँ कम्पेयर गर्छौँ ओके भनेपछि यहाँ दुईटा ब्याट्री छ र यहाँ टु वे की युज गरेको छ टु वे कीबाट कहाँ गएको छ ग्याल्भानोमिटरबाट कहाँ गएको छ जकीमा गएको छ यसको काम चाहिँ के हो टु फाइन्ड आउट नल पोइन्ट होइन नल पोइन्ट भनेको के हो एउटा पोइन्ट हो जहाँ के देखाउँदैन पोटेन्सियोमिटरमा जुन चाहिँ ग्याल्भानोमिटर छ त्यहाँ डिफ्लेक्सन देखाउँदैन भनेपछि यसमा चाहिँ हामी फर्स्ट के गर्छौँ भने चाहिँ फर्स्ट यो ब्याट्रीको इएमएफ निकाल्छौँ ठिकै छ यो ब्याट्रीको इएमएफ निकाल्नुको लागि चाहिँ यु हेभ टु कनेक्ट दिस 1 and 3 1 र 3 कनेक्सन गरेपछि अब यहाँ जुन चाहिँ ब्याट्री छ करेन्ट यो बाटो मात्रै फ्लो हुन्छ यहाँ फ्लो हुँदैन यो ब्याट्रीको केही कामै छैन ओके यहाँ करेन्ट फ्लो हुन्छ जकीमा जान्छ यो ब्यालेन्स भएको छैन यहाँ के हुन्छ डिफ्लेक्सन देखाउँदैछ अब हाम्रो काम के हो यु हेभ टु फाइन्ड आउट नल पोइन्ट हैन एउटा यस्तो पोइन्ट सपोज यहाँ आयो नल पोइन्ट कतिको लेन्थमा L1 लेन्थमा त के आयो डिफ्लेक्सन ग्याल्भानोमिटरले देखाएन द्याट यहाँ नल पोइन्ट आयो आउँदा फेरि के हुन्छ फ्रम द प्रिन्सिपल अफ पोटेन्सियोमिटर हामीलाई थाहा छ E इक्वल्स टु KL E भनेको इएमएफ के भनेको पोटेन्शियल ग्रेडियन्ट ओके पोटेन्शियल ग्रेडियन्ट हो चेन्ज इन पोटेन्शियल डिफरेन्स पर युनिट लेन्थ हो हैन L भनेको लेन्थ सपोज मानिलियो यो जुन चाहिँ ब्याट्री छ यसको इएमएफ कति हो E1 ओके भन्छ यो के हुन्छ पोटेन्सियोमिटरको प्रिन्सिपल चलाउँदाखेरि हाम्रो इएमएफ कति आउँछ E1 इक्वल्स टु KL1 L1 भनेको जहाँ चाहिँ हामीले 9 पोइन्ट भेटाएको छौँ ओके सो दिस वाज योर इएमएफ अफ द फर्स्ट ब्याट्री त्यसरी नै फेरि सेकेन्ड ब्याट्रीको हामी के निकाल्छौँ इएमएफ क्याल्कुलेसन गर्छौँ त्यसको लागि अब यो पोइन्ट हटाउनु पर्यो फेरि 2 र 3 लाई जोड्नु पर्यो यु हेभ टु कनेक्ट 2 and 3 अब करेन्ट कहाँ फ्लो हुन्छ यो तल्लो ब्याट्रीबाट फ्लो हुन्छ यसको केही कामै छैन फेरि यहाँ के हुन्छ ब्यालेन्स भएको छैन डिफ्लेक्सन देखाउँछ अगेन यु हेभ टु फाइन्ड आउट नल पोइन्ट सपोज L2 डिस्टेन्समा तिमीले के पायो नल पोइन्ट पायो र सपोज यसको इएमएफ कति छ E2 भनेपछि पोटेन्सियोमिटरको प्रिन्सिपल चलाएपछि त्यसको इएमएफ कति आउँछ E2 बराबर KL2 ठिकै छ बुझ्दैन यति नै यसको काम छ अब इक्वेसन 1 र इक्वेसन 2 बनेपछि यो दुईटाले के गर डिभाइड गर्दाखेरि के आउँछ E1 by E2 equals to KL1 by KL2 K cancels so finally you will get E1 by E2 equals to L1 by L2 so this equation helps us to
compare the EMF of the two cell with the help of potentiometer. यति नै हो, बुझ्दैन? पहिला यो ब्याट्रीको काम गर्नु पर्यो, यो ब्याट्रीको EMF निकाल्नु पर्यो, नौ पोइन्ट निकाल्यो, इक्वेसन आइहाल्यो। सेकेन्ड यो हटाइदियो, फेरि 2 र 6 जोडा, फेरि 9 पोइन्ट निकाल्यो, इक्वेसन दिइहाल्छ। प्र्याक्टिकली त्यति मात्र हो। अब हामीले इक्वेसन 1 लाई के गर्नु पर्यो, डिभाइड गर्नु पर्यो, यो इक्वेसन आउँछ, यसलाई क्याल्कुलेसन गरेर यो दुईटा ब्याट्रीको EMF लाई सजिलैसँगले कम्पेरिजन गर्नुपर्छ। ओके, अब हामी के गर्छौँ, नोट्स बनाउँ ल।